रहेछ। यो एकदमै ओरिजिनल चिरेट हो। यहाँ सर चाहिँ श्री किरण बन्त राई हुनुहुन्छ। एकदमै उहाँ पब्लिसर, उहाँले आफ्नै बुक पब्लिस गर्नु भएको छ। यो तपाईँले पढ्नु नभुल्नुहोस्। उहाँले 2टा किताब पब्लिस गरेकोमा अहिले नयाँ एउटा किताब आएको छ। तपाईँ नयाँ किताबको नाम सर अलिकति भनिदिनुहोस् न। नयाँ पुस्तक पब्लिस गरेको। हजुर सर, थ्याङ्क यू सर। रिसेन्टली एउटा किताब पब्लिस गरेको छु, एकोस अफ आइडेन भनेर नाम रहेको छ। यहाँ जसले पनि पढ्नु भएको छैन एकबार पढिदिने रिक्वेस्ट गर्न चाहन्छु है। एउटा आफ्नै लेभलमा सानो एउटा स्टेप नै मान्छु म चाहिँ, किनभने त्यो खालको रिनाउन राइटर त होइन, र पनि हाम्रो लेभलमा हाम्रो सोसाइटीमा के गर्न सकिन्छ भन्ने एउटा स्टेप लिएर एउटा सानो किताब लेखेको छु। रिसेन्टली 1-1.5 महिना मात्रै हुँदैछ पब्लिस भएको, र हरेक स्कुलमा पनि मैले सकेसम्म चाहिँ अलिअलि लगेर दिएको छु, र टिचर्सहरूले पनि पढिदिनु भएको छ। उहाँहरूले पनि राम्रै खालको एउटा फिडब्याक दिइराख्नु भएको छ। र त्योभन्दा पहिला एउटा बुक थियो, त्यो मेरो जस्ट बिगिनिङ मात्रै थियो, एउटा ड्रिम्स डेथ भनेर लेखेको छ। त्यो सायद बेसीले पढ्नु पाउनु भएको छैन जस्तो लाग्यो, तर पनि जसले पनि इन्ट्रेस्ट हुनुहुन्छ त्यो अहिले पनि अनलाइनमा एभाइलेबल छ र पढ्नु सक्नुहुन्छ यहाँहरूले पनि। र आजको दिनमा अलिकति भनौँ है सर। आजको दिनमा हामी बङतेन सिनियर सेकेन्डरी स्कुलको स्टाफहरू भएर, यहाँ हाम्रो भाइस प्रिन्सिपल इन्चार्ज तेन्जिङ सर हुनुहुन्छ, यहाँको सामु आज हामी सबै भएर चाहिँ स्कुलकै क्याम्पसमा एमआइसिएसमा हामीले एउटा त्यो वर्ल्ड इन्भाइरोमेन्ट डे अब्जर्भ गर्दाखेरि आज हामीले यो प्लान्टेसनहरू गर्ने पनि प्रोग्रामहरू राखेको छौँ। र यो चाहिँ आफ्टर लन्च ब्रेक हामीले गर्ने प्रोग्राम छ। तर बिफोर द्याट हामीले सानो एउटा मौका पाउँदाखेरि, फ्री टाइम हुँदाखेरि यो इम्पोर्टेन्ट प्लान्ट्सहरूलाई हामीले यहाँनिर प्लान गरिरहेको छौँ। र किन हो भन्दाखेरि चाहिँ इन्भाइरोमेन्टलाई हामीले कसरी सेभ गर्नुपर्ने र कसरी अब्जर्भ गर्नुपर्ने, यो वर्षको थिम के हो, एन्डिङ प्लास्टिक पल्युसन भनेर त दिइरहेकै छ, तर पनि त्योदेखि बाहेक अरू हामीले कसरी यो क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ र यो अर्थलाई कसरी प्रोटेक्ट गर्न सकिन्छ भन्ने कुराहरू हामीले बुझिरहेका छौँ। त्यो कारणले गर्दाखेरि पनि अहिले इम्पोर्टेन्ट आज हामीले चाहिँ यो प्लान्ट्सहरूलाई प्लान गरेर हामीले स्कुलको एउटा सोसाइटीमा मेसेज दिने, नानीहरूलाई पनि एउटा खालको अवेरनेस अबाउट द प्रोटेक्सन अफ इन्भाइरोमेन्ट भन्ने कुराहरू पनि हामीले यहाँबाट यो तरिकाले अब्जर्भ गरेर हामीले मेसेज स्प्रेड गरिरहेका छौँ।